समग्रमा आजको खेल कस्तो भयो इरानी टोलीसँगको अलिकति बताइदिनु। इरानी टोली योभन्दा अघिल्लो प्रतियोगिता मणिमुकुन्द कपमा पनि विजेता टिम, इरानको एकदमै मजबुत टिम, उहाँहरूसँग हामीले सकेको फाइट गऱ्यौँ आज। तर पनि हामीले अपेक्षा गरे अनुरूप खेल हाम्रो रहन सकेन, त्यसको बावजुद हामीले हार ल्याउनु भयो। अबको दिनहरूमा आज भएको कमी कमजोरीलाई सुधारेर अगाडि खै पहिलो सेटमा हामी गण्डकीको अलिक कमजोरी भए पनि दोस्रो सेटमा निकै बलियो प्रस्तुति दिँदै प्रदर्शन गर्दै त्यो सेट पनि जित्न सफल भएको थियो। सुरुमा केमा कमजोरी भयो हाम्रो अलिकति? हाम्रो आज रिसिभ, पहिलो कुरा त हामीलाई रिसिभमा समस्या रह्यो र ब्लकिङमा समस्या रह्यो। रिसिभ आएको बलहरू हामीले राम्रो नै स्कोर गर्न सकेका थियौँ। रिसिभ र ब्लकिङ आज हाम्रो कमजोरी के छ। अब इपिएफसँग खेल्दैछौँ हामी, अब त्यो डु अर डाईमा छ, जसले जित्छ त्यो नै सेमिफाइनलमा जाने, त्यसपछि बाहिर के छ हाम्रो अलिकति त्यो उसमा भन्दैन। इपिएफ क्लब पनि विभागीय क्लबको एउटा मजबुत टिम हो, उहाँहरूसँग हामीले कडा फाइट गर्नेछौँ र सेमिफाइनलको यात्राको निम्ति अगाडि बढ्नेछौँ भन्ने हाम्रो आशा छ। हेरौँ, भोलि अब गेम हो, कहिले कसको भनेर भन्ने गर्छ। अब 20-19 को टिमहरू हो गण्डकी प्रदेश एपिएफ भनेको। भोलि कसको लाग्छ त्यो नै विनर रहला। हाम्रो तर्फबाट हामीले 100% दिने कोसिस गर्नेछौँ। जस्तै आज अलिकति त्यहाँनिर असन्तुष्टि भन्दा पनि केही तपाईँहरूले पहल गर्ने बेलामा कार्ड पनि देखाउन पुगेको थियो अचानक, के भएको थियो त्यो अलिकति बताइदिनु न। आज रेफ्रीको तर्फबाट हामीलाई असन्तुष्टि कहाँनिर छ भन्दा, रेफ्री हो, सबै कुराहरू देख्नुहुन्छ भन्ने छैन, कतिपय कुराहरू नदेख्न सक्नुहुन्छ। तर हामीले त्यो मानेमा हाम्रो विवाद होइन कि अब अपोनेन्ट टिमको खेलाडीहरूले बललाई लात्ताले हानेर पर फालिरहेको आम दर्शकहरूले, हजुरहरूले पनि देखिराख्नु भएको छ। त्यो अवस्थामा भलिबल भनेको त एउटा हातले खेलिने खेल, खुट्टाले दर्शक माझ पठाउँदा पनि रेफ्रीले कार्ड मार्फत वार्निङ दिन सक्नु भएन। त्यसपछि हुइसेल बजिसकेपछि हाम्रो खेलाडीलाई विपक्षी टोलीले प्रहार गरी ज्यान जोगाउनु पर्ने अवस्था पनि रह्यो। हुइसेल बजिसकेपछि बल समात्नुपर्ने अवस्था रहन्छ। त्यो बेलामा पनि कार्ड दिन सक्नु भएन र हामीले रेफ्रीले डिसिजन रङ देखाउने बेलामा हामीले सबै भाषामा अपिल गर्न जाँदा हामीले कार्ड प्रदर्शन गरियो। रेफ्रीले, मैले अघि पनि भने, सबै कुराहरू देख्नुहुन्छ भन्ने छैन, हामीले त्यो मानेमा डिस्कस गरेकै होइन। तर नियोजित तरिकाले फलाना टिमलाई हराउनुपर्छ भन्ने तरिकाले कहिले पनि नगरिदिनु होला। हजुरहरूलाई सर्वमान्य ठानेर नै हामीले त्यो ठाउँमा जानुभएको नै हो। रेफ्री न्यायाधीशको रूपमा रहनु भएको छ। रेफ्रीले खेलाडीले गल्ती गर्यो भने खेलाडीलाई कारबाहीको माध्यमहरू धेरै रहने, तर रेफ्रीको पनि असन्तुष्टहरू खेलाडी मार्फत धेरै हामी प्रशिक्षकले देख्दै आएका छौँ। हामीले अपिल गर्ने बेलामा उहाँहरूको दबदबा यो चाहिँ हामीलाई असन्तुष्टि छ। यति कुराहरूमा हाम्रो टिमको सम्पूर्ण लगायत हाम्रो टिमको असन्तुष्टि छ। जस्तै पछिल्लो समय नेपाली भलिबलमा हेर्दाखेरि अलिकति रेफ्रीप्रति यो असन्तुष्टि खेलाडीहरूको मात्र नभइकन दर्शकहरूको पनि बढिरहेको छ, त्यो चाहिँ के लाग्छ तपाईँलाई? नेपालमा सिस्टमहरूको पनि कमी छ। हामीले त्यो मानेमा पनि रेफ्रीलाई पेल्न खोजेका चाहिँ पक्कै पनि होइन। तर पनि सबै भाषामा अपिल गर्न पाउने अधिकार सबैको रहन्छ। एउटा न्यायाधीश भन्दा पनि ठुलो तहमा भए जस्तो उहाँहरूले गरिदिनुहुन्छ कहीँ कतैको टुर्नामेन्टहरूमा। हामी खेलाडी र अफिसियल अब एक रथको दुई पाङ्रा भने जस्तै नै हो। खेलाडी नहुने हो भने रेफ्रीले मात्रै अब सम्भव पनि नहोला। रेफ्री खेलाडी मात्रै भएर रेफ्री नै नहुने हो भने पनि खेलाडीलाई सम्भव नहोला। त्यो मानेमा मिलेर अगाडि बढ्नुपर्छ जस्तो मलाई लाग्छ। तर कतिपय कुराहरूमा चित्त नबुझ्ने खालको व्यवहार गरिदिँदा हामी जस्तो नम्र स्वभाव भएको मान्छेलाई पनि उत्तेजित बनाइदिनुहुन्छ।
जस्तो आज विवश र हिमाल उपस्थित हुनुहुन्थेन, अबको गेममा उपस्थित हुनुहुन्छ के हुन्छ? हजुर भाइहरूको आज हङकङदेखि आजको फ्लाइट छ, आज साँझ नै काठमाडौँ झर्नुहुन्छ भाइहरू, भोलिको गेममा आउने भन्ने जानकारी आएको छ। जस्तो अब आजको गेममा पनि हेरियो, मणिमुकुन्दमा पनि नयाँ खेलाडीहरूलाई अवसर पाइरहेका छन्, यसले कतिको गण्डकीको भलिबललाई चाहिँ कतिको उचाइमा पुर्याउला, थप होला? पक्कै पनि अब नेपालमा खेल खेलेर उमेरसँगै परिवारको रोजीरोटीको लागि विदेश जाने क्रम बढ्दो छ। त्यो सँगसँगै नयाँ भाइहरूले जुन हाम्रो टिमको लागि सपोर्ट गर्नुभएको छ, एकदमै राम्रो कुरा हो भन्न चाहन्छु। हुन्छ, हस्। समर्थनको जरुरी बुझेका छन् दर्शकले। पावरसँगै टेक्निकको पनि प्रयोग गर्नुपर्ने छ आज गण्डकीलाई। रानी टोली शारीरिक रूपमा पनि अग्रपथका छन् र यो उत्कृष्ट देख्न सक्छौँ यो कोलाहल गण्डकीका लागि। गण्डकी 4 रानी टोली 2। उत्कृष्ट स्पाइक देखिरहेका छौँ दोस्रो सेटमा। यसबाट पनि अङ्क रानी टोलीलाई, रानी टोली 3 गण्डकी 4। भने यो दोस्रो सेट हुँदैछ सर्भिसमा इरानी। सुरुवातमा यसबाट भने गण्डकीलाई अङ्क 0। सर्भिस स्पाइक थियो तर नेट टच गर्न पुगे। के भनेर डिफेन्सिभ सम्झेको यो टेक्निकल खेल्न चाहन्छु बाहिर अन्त गण्डकीको खातामा। दोस्रो सेटको सुरुवातबाट गण्डकीले अग्रता भने कायम गरिरहेको छ। त्यही पनि यो सेट निकै रोमाञ्चक हुने मोडमा पुगेको देख्न सक्छौँ। जति अझै अङ्क बढ्नु बाँकी नै छ।